धुलिखेल बजार है ए हो धुलिखेल बजार एक बार दूर दूर है तो धेरै खेल्ने बजार हो धुलिखेल हामी कहिले 2 वर्ष अगाडि आयो यहाँ काभ्रेको सदरमुकाम डाँडा पुरै रिसोर्ट है यतापट्टि उता पारी उता पनि रिसोर्ट पहिले गाडी लिएर आउँछ उसले चाहिँ सिसा चढाउनु पर्छ बाइक गाडी कतै मान्छे सेती देवी मातालाई चढाउने कि सेती देवीको मन्दिर छ क्या अहिले चढाइसक्यो पहिले हामीले चढाइसक्यो हामी अब बेसीको लागि हिँड्यौँ गाडीबाट उठेर हाम्रो नुवाकोट ग्लोरी गुडविल ओमानेको टिमहरूको हलेसी यात्रा हिँड्दै हो जाँदैछौँ हलेसीको लागि गुफा प्रवेशको लागि चाहिँ सुरु गऱ्यौँ हैन हाम्रो यहाँ बाटो देखाउने हाम्रा गुरुजी हुनुहुन्छ यहाँ कालो टी सर्ट लाएर यसरी बस्नुभएको हो अनि हाम्रो टिम यताबाट आउँदैछन् पूजाका सरदमहरू किनमेलमा लागेका छन् हाम्रो म्याम हुनुहुन्छ उहाँको हात यसो हलाइराख्नु भएको छ है यसरी छोटो छोटो मिठो मिठो बनाइराख्छु यो चोकमा चाहिँ हेर हामी यहाँबाट यो उकालो बाटो हिँडेर गुफा प्रवेश गरेर अनि त्यसपछि तल्लोपट्टिबाट फर्केर आउँछौँ म छोटो छोटो बनाइराख्छु हाम्रो देवकी म्याम अलि धेरै बिरामी हुनुभयो तै पनि धर्म गर्छु भनेर आउनु भएको छ यहाँसम्म हस् अब अर्को पार्ट हाम्रो टिमका सदस्यहरू अब पूजाका सामानहरू किनेर आउँदै हुनुहुन्छ सिनियर मेम्बर अझ पछाडि हुनुहुन्छ उहाँको ट्याक्सन गएपछि फुलकोट यहीँ बजार रहेछ त तल भन्नाले धरोहर हलेसी महादेव प्रवेशद्वार सुरु गर्दैछु बाटो तल बौद्ध धर्मको अनुसार यो हलेसी गुफा प्रवेश गर्न लाग्दाको दृश्य तल पूजा आदि धमाधम भइरहेको अवस्था छ यसलाई म बिस्तारै देखाउने क्रममा छु र वरिपरि मानिसहरू धेरै छन्
एकदमै गाडी बस गाडी यो खोटाङ भनेसीको भित्री मुख्य महादेव मन्दिर जहाँ कालो प्रकारका शिलाका हल्का विभिन्न आकार प्रकारका महादेवका आकृतिहरू पुगिन्छ हुनुहुन्छ नेपाली मात्र होइन विदेशीहरू पनि यहाँ सिक्नुहुन्छ बौद्ध धर्महरूले आफ्नो धार्मिक ग्रन्थ पढेर बसिराख्नु कारण यस आज शनिबार विदेशी मन्दिरमा धेरै नै चाप थियो बिस्तारै पुऱ्याउँदै गएको छ सरहरू नियमहरू प्रतिशतहरू केही जानेर हुनुहुन्छ यहाँ चाहिँ मात्रै बिगारेर हुँदैन भित्रमा चाहिँ दुईजनाकै गर्नुपर्छ भित्र महादेवलाई सोध्नु हो सोध्नु भयो भने भित्र महादेवलाई दिनु परेको हुनुपर्छ हो हो पर्छ पर्छ बाउले नै जोड्नु पर्छ है हो त्यो कसैले होइन भन्नु हुँदैन हुँदैन हो बाले सही भन्नुभयो ल है त्यसमा नधार्नु अब चाहिँ हामी हलेसी महादेव दर्शन गरिसकेर बरा गुफातिर लाग्दैछौँ भाषा गुफा राम्रो चर्खेको छ फोटा भिडियाहरू राम्रा राम्रा आएका छन् रमाइलो भइरहेछ मान्छे थोरै थोरै हुनुहुन्छ कोही कोही यसो पछाडि फर्केर आइ हेलो पनि भनिदिनुहोस् अनुहार देखाउनु होला है पछाडि मात्रै देखियो सरिता म्याम हो यता मात्रै भयो होइन हजुर एकदमै यहाँ हाम्रो आदरणीय गुरुआमाहरू हुनुहुन्छ हामी पनि आउँछौँ कि आउँछौँ मैले पनि भिडियो बनाइरहेको छु अरू सबैको बनाएर आफ्नो नदेखेर भएन नि त त्यही भएर यो बरा गुफा जाने तयारीमा हिँडिरहेका छौँ हामी बिस्तारै म पनि ओर्लिँदैछु है त हामी बरा गुफाभित्र छिरिसकेका छौँ यो माथि चमेरोको पनि आवाज आउँदैछ होइन यो अलि अँध्यारै छ नामै बरा गुफा अब यो उतापट्टि मेरो पछाडि देखेको चाहिँ प्रवेशद्वार म माथि माथि जाँदैछु हामी बरा गुफा उम्लिँदैछौँ अगाडि हाम्रा ड्राइभर दाइ भिडियो बनाउँदै हुनुहुन्छ त्यसरी जाँदैछौँ यहाँबाट चाहिँ महादेव माथि निस्केर भागेको भनेर माथि यस्तो पाल छ यो यहाँबाट माथि देख्न सकिन्छ ठुलो गुफा र माथिबाट यसरी उज्यालो आइरहेको अवस्था चाहिँ यहीँबाट चाहिँ महादेव भस्मासुरबाट बाँचेर भागेको भन्ने किम्वदन्ती रहिआएको छ हाम्रो नेपालको धार्मिक स्थलहरू एकदम अचम्मका छन् विशेषता भएका यहाँ पनि हाम्रो लामाजनले पाठ गर्दै हुनुहुन्छ विभिन्न आकृति भएका छन् होइन यहाँबाट पुरा
ठुलो गोलाकारको घर जस्तो छ। सबै यसरी माथिको भिडियो लिन तत्पर हुनुहुन्छ। हाम्रो टिमका साथीहरू कोही थाकेर बस्नुभएको छ, आउनुहुन्छ। धर्ममा आस्था भएकाहरू भित्र आउँदै हुनुहुन्छ, यसरी लिँदै हुनुहुन्छ। सबै आफू यहाँ आएर धर्म गरेको परिणामस्वरूप फोटो सेल्फी मुभी खिच्दै हुनुहुन्छ। म पनि त्यसैमा लागेको छु है त। बिगारेर हुँदैन हुँदैन। भित्रमा चाहिँ दुईजनाकै गर्नुपर्छ। भित्र महादेवलाई सोध्नु हो? सोध्नु भयो भने भित्र महादेवलाई दिनु परेको हुनुपर्छ। हो हो पर्छ पर्छ। बाउले नै दिनु पर्छ है। हो त्यो कसैले होइन भन्नु हुँदैन। हुँदैन। हो बाले सही भन्नुभयो ल है। त्यसमा चाहिँ नधार्नु। बरा गुफा पनि दर्शन गरेर फर्किने क्रममा उकालो सिँढी हिँड्नुपर्ने भएर थाकेका छन्। सबै थाकेर अलिकति थकाइ मार्दैछन्। कोही कोही आफ्नो पितृ कुलको उद्धार गर्न पितृको नाममा बत्ती बाल्दैछन्। त्यो बाटो अलि सिमी रहेछ तर राम्रो एकदम। कोही त आफ्नो अलिकति आउनु रेडी। जय शम्भु जय शम्भु। ल आउनु क्रस गर्दै जानु, क्रस गर्दै जानु। ओम नमः शिवाय। ल डेरा त नि हाम्रो सुपर रहने छ, त्यसको लागि दुई
टिम दोलखाको दोलखा भीमसेन दर्शन गर्न जाँदैछौँ। सबै ओर्लिँदै हुनुहुन्छ, कोही चक्कर काट्दै हुनुहुन्छ है मन्दिर वरिपरि। हामीले धर्ममा आस्था राख्ने हाम्रो टिम बिस्तारै बिस्तारै अब दोलखाको भीमसेन सकेर कालिम्पोङ दर्शन गर्न जाने भन्ने प्लान छ। दोलखाको पुरानो बजार अहिले चाहिँ दोलखा भीमसेन जान हाम्रा दुई बलिष्ठ सरहरू। अर्को नि म्यामले नि पछ्याउनु भयो, उहाँले पनि पछ्याउनु भयो। कोही किन न्याममा गरेर आउनु भएको छ होइन, यस्तो गाह्रै हुनु पर्ने के भएको। आज आइतबार पनि ट्याकै जस्तो देखेको। हामी अब बिस्तारै दोलखा भीमसेनको जाँदैछौँ, आइरहेका छौँ। ठाउँमा पुग्न लागिसक्यौँ। घन्टीको आवाज आइसक्यो। भक्तहरूले श्रद्धालुहरूले बनाएको घन्टीको एकदम कर्णप्रिय आवाज। पुरानो शैलीको घरहरू कलात्मक कतातिर कतातिर बस्नु छैन। हामी यतै छौँ सर, बसौँ लाइनमा एकदम। म्याडम यता हेर्छु है हजुरहरू, फेरि हराउनु होला, यो प्रमाण छ यहाँ आइपुग्यो भने। राम राजा सर बोके हुन्छ त्यो धर्म गर्ने मान्छे कहिले धर्म नगर्ने मान्छेलाई नबोल्ने कि भन्ने प्लान छ। मैले सोधेको थिएन, मलाई कसले भनेन नि।
हाम्रो टिम अब भित्र पस्न लाग्यो। अब हामी फर्किने तयारी। यहाँ एकजना कुमार हुनुहुन्छ, उहाँ पनि अगाडि आएपछि अन्तिम म छु। हाम्रो टिम केबल कार जर्नी आस बनाएर यो त कालिम्पोङ भगवती आएको थियो। केबल कार बन्द भएर हिँड्नमा लागेछन्। केही छ भन्नु हजुरहरूको? यो छैन है, परबाट आउँदैछन् हाम्रा गुरुबाहरू माथि भन्छ। सर म पनि भिडियोमा आइदिए जस्तो गरेँ। आइपुग्यो त्यो डिल नगरेर ढुङ्गाले हान्नु। बवाल बितृष्णा छ हाम्रो साथीहरू। केबल कार चढ्न नपाएको यहीँबाट फर्के नि। हिँड्ने आँट गरे विश्वासले मैले त बेलुका भएको थियो होइन तपाईँहरू भनेर चिनिन्छ। मुख पनि त देखाउनु। यस्तो राम्रो हिमाललाई टाउकै माथि अझ टाउकोभन्दा मुनि राख्ने गरी आइयो। हेर्नुहोस् यताबाट आउने जाने छन्, हिँडेर आउनेहरू आउँदैछन्। अब हामी अन्तिम आइपुगिसकेको छौँ। केबल कारको यो अब मेन गेट मन्दिरको देखियो, त्यहाँबाट अलिकति 1 मिनट माथि जानुपर्ने स्थिति छ। हाम्रो धेरै दुःख गरेर धर्मकर्म गरेर उकालो हिँड्दै हाम्रो एक धर्मात्मा नारी स्याँ पारी उकालो आइयो होइन त। कालिम्पोङ माता म्याम हात हल्लाइसियोस्, नमस्कार गरिसियोस्। जय कालिम्पोङ माता। होइन हुन्छ आउनुहोस् मन्दिरमा नै राखेको धेरै भएर आउनुहुन्छ। कस्तो अप्ठ्यारो छ कस्तो अप्ठ्यारो। हामी कालिम्पोङ मन्दिर आइपुग्यौँ। धैर्यको फल हामी यहीँ घरबारी मान्छे यहाँ बसेर अलि त भयो हुन्छ सुरु गर्नु भयो। लाइन बसेर पूजा गर्ने पर्खाउँछौँ। एउटा भनेर कहाँ हो भने
पानीले भएन कि फुलको भयो कि बसिरहेछ नि हेलो हेलो यता हेरिसक्यो सबैले एकचोटि यो टिमले कालिम्पोङ भगवती की चौथो र अन्तिम दिन शैलिङका 100 थुङ्गा हेर्ने शैलिङेश्वर देवीको दर्शन गर्ने भनेर हामी ग्रेट वाल आदि चलेर यहाँ आइपुगेका छौँ। हाम्रो साथीहरू आउँदैछन्। सनराइज हुने तर्खरमा छ। माथि टपमा गएर सनराइज हेर्ने भनेर बिहानै बिहानै एकदम चिसोमा मानिसहरू उम्लाइसक्नु भएको छ। दायाँ बायाँ गुराँस सल्लाह धुपी सुनपाती का बोटहरू आफ्नो सौन्दर्य दिएर ठडिरहेका छन्। यहाँ हाम्रा साथीहरू पनि यहाँ आइपुग्न लागिसक्नुभयो। गुड मर्निङ नुवाकोट ग्लोरीको एकदम ग्लो हुँदै फर्स्टमा आइपुगिसक्नुभयो। हामी सैलुङमा छौँ रमाइलो भइरहेछ एकदम आज हिजो बेलुका जति रिस उठेको थियो सबै गएको छन्। हाम्रो ओम मानेको देवकी म्याम पनि आउनुभयो। नमस्कार गुड मर्निङ। अब अन्तिममा गुडिलको सर म्याम आउनुभयो। गुड मर्निङ। गुड यो हो नि तरिका होइन त हजुर खिच्नु भएको मलाई नि हाल्नु है सर 28% फोटो मात्रै हाल्नु हाम्रो नुवाकोट ग्लोरीको फाउन्डर प्रिन्सिपल गुरुबा बाहिरै अड्किनु भयो जस्तो लाग्यो। आजको दिनको सैलुङबाट सनराइजिङको कन्डिसन सैलुङ बिहानको यो समय कति 6 बजे होला है सर। ओके राइट। सूर्यको पहिलो लालीमा वरिपरि भएका हिमालहरू भर्खरै 16 वर्ष युवतीले मसक्क मस्किँदाखेरि जस्तो देखिन्छ। त्यस्तै तालमा चाहिँ आफ्नो सौन्दर्य प्रकट गरिरहेका छन्। साइडमा भएको हरियो जङ्गल धुम्म कालो परेर यही सूर्योदयलाई हेरिरहेको जस्तो लाग्ने भान हुन्छ। यो माथि हिमालहरू
ल ल मेरो सर आदरणीय सर लगभग सैलुङको आधा बाटो समाप्त। अब वरिपरि थुम्काहरू देखिन थालेका छन्। बिहानै चिसोको प्रवाह नगरिकन सैलुङका थुम्काहरू चढ्ने भनेर आउने मानिसहरू हरेक थुम्कामा पुगेर आफ्नो फोटो भिडियो बनाउँदैछन्। यो चिसो उकालो हिँडिसकेपछिको पहिलो आफ्नो सहित फोटो आउने गरी एउटा कमेन्ट। सैलुङका विभिन्न थुम्काहरूमध्ये एक थुम्काबाट देखिने त्यति राम्रो चम्किलो त यसले तान्न भ्या छैन। माउन्टेन रेन्जहरू यहाँबाट सुरु भएर ननस्टप रूपमा त्यसै भएर हिमालय श्रृङ्खला भनेर भने होला माउन्टेन रेन्ज इङ्ग्लिसमा यसरी पुरै लगभग 350 सम्मको रेन्ज भएको छ। यतापट्टि गएपछि हरिया डाँडा थुम्काहरू आएका छन् होइन। यस्ता त्यति साह्रो उकालो भएर गाह्रो मात्रै हो, लेक लाग्ने चाहिँ छैन, अक्सिजन प्रशस्त छ। त्यो माथिको थुम्का र गुम्बा र टावर भ्यू टावर हाम्रो अन्तिम लक्ष्य हो। त्यहाँ पुगेर हामीहरू एकछिन भिडियो फोटो बनाउँछौँ, थकै मार्छौँ। हाम्रा साथीहरू यहाँ एकजना मनुवा बाई गर्दै हुनुहुन्छ चिनेकै जसरी, अरू पनि यहाँ आउँदै हुनुहुन्छ। कमी लाग्दा देखिनु भएको टाढाबाट। ल अब अहिलेलाई यहीँ मैले रोकी अन्त्यत धेरैको प्रयास स्वरूप सैलुङको यो भ्यू टावरमाथि आएर यहाँबाट सबै क्यामेरामा कैद गर्ने प्रयास गरेँ। साथीहरू तलै छन्, म कसैलाई पर्खिनँ। यतापट्टि एकदम सुनौलो गजरेको गुम्बा छ होइन। यो टापु हो, यहाँको भ्यू टावर पुग्दा अलि डरै जस्तो महसुस लाग्दो रहेछ, तर यहाँ आइसकेपछि आनन्द लाग्दो रहेछ। यो सैलुङको अन्तिम बिन्दु समिट, यहाँबाट चारैतिर सयथरी एकदम मानिसले बनाएर थप्प थुपारेको जस्तो गरी सब देखिन्छ। यहाँबाट यो हिमालहरू कस्तो राम्रो देखिएका छन् होइन। यसरी त्यो माउन्टेन धेरै लामो छ, धेरै ठुलो छ, लगभग हिँड्ने सबै सगरमाथा पनि पर्छ कि के हो मलाई त्यति आइडिया चाहिँ भएन। यो हो ब्याक मेरो पछाडि देखेको हिमालहरू मानिसहरू हुन्छ। यति साह्रै हुन्छ कि मलाई लागेकै थिएन। यतापट्टिबाट अर्को भ्यू छ। यो मिठो भएर आफ्नो क्यामेरामा कैद गरेर लागिपरेको छ। गुरुजीलेबाट पुगिन्छ भन्ने चाहिँ सायद यहीबाट सैलुङको भ्यू टावरको माथिबाट थियो। यो तलबाट यसरी यो भ्यू टावर छ। यो भ्यू टावरमा प्रवेश गरेको 20 रुपियाँ लिन्छन् प्रवेश गरिसकेपछि, र प्रवेश माथि उक्लेर तल आइसकेपछि यहाँ कालो चिया फ्रीमा खान पाइन्छ, पैसा पर्दैन। यो उहाँहरूले आफ्नो मानवीय सेवा गरेका छन्।
यदि बिस्कुटसित अरू के खायो भने चाहिँ त्यसको चाहिँ पैसा दिनुपर्छ सरी चियासित र चियाको चाहिँ कुनै पैसा पर्दो रहेछ राम्रो काम गरेका छन् यही हो धर्म भनेकै कुनै ढुङ्गा मन्दिरमा गएर पुजेको भन्दा यो बढी धर्म जस्तो लाग्छ मेरो सोचमा चाहिँ यो पछाडिपट्टि साइडबाट रामेछापपट्टि साइडबाट देखेको सैलुङको गुम्बाको मन्दिरको दृश्य थ्याङ्क यू दाइ किन दियो भने यहाँबाट काट्ने सिजन हो भीमसेनमा यो धुपीका रुखहरू गोप्रेसरलाका रुखहरू होइन गुराँसका रुखहरू यस्तो खालि हिमाली रिजन माउन्टेन रिजनका रुखहरू आउनु थालिहाल्ने यस्तो जडीबुटी मैले त्यो ब्याट्री छाने सकेन भने एरोप्लेन मोडमा राखेँ आएपछि कन्ट्याक्ट गर्छु म आइपुग्छु है त ओके सर ल थ्याङ्क यू सर